नमस्ते, म डाक्टर नीरज कर्मचारी। म हाल पेसेन्टको रूपमा यस क्लिनिक वानमा कार्यरत छु। चिनी चाहिँ तपाईँको रोग अनुसार फरक पर्छ। जस्तो सुगर भएको मान्छेहरूले चिनी नखाएकै राम्रो हुन्छ र साधारणतया वयस्कहरूमा चाहिँ पुरुषहरूमा 9 चम्चाभन्दा बढी नखानु भन्ने छ भने महिलाहरूमा 6 चम्चाभन्दा बढी खानु भएन 24 घण्टामा भन्ने मान्यता छ। र सुगर भन्नाले तपाईँको फेरि यो खाने यो चिनी मात्रै होइन कि अरू खालको चिनीजन्य पदार्थहरू जस्तो जुसहरू खाँदाखेरि, इनर्जी ड्रिङ्क्सहरूमा त्यसमा पनि चिनी थपिएको हुन्छ। त्यो पनि हामीले कहिलेकाहीँ ध्यान दिनुपर्ने हुन्छ। त्यो पनि एकदम कम, त्यो जस्तो हामी कोक फेन्टाहरू खान्छौँ, यो यस्तो पदार्थहरू र इनर्जी ड्रिङ्क्सहरू बजारमा आउने जुसहरू त्यसमा पनि एकदम धेरै सुगर हुन्छ। त्यो पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। चिनीको मात्रा कति खाने भन्दाखेरि त्यो पनि कम गर्नुपर्ने हुन्छ।